हेर त बाप्पा ढडेलो यहाँदेखि यहाँ माथि त्यसले उजिले देखिनेसम्म ढडेलो लागेको छ। यसरी वन जङ्गलमा ढडेलो नलगाइदिएको भए राम्रो हुन्थ्यो, किनभने अहिले वातावरण एकदमै प्रदूषित रहेको छ। ग्लोबल वार्मिङ चलिरहेको छ। त्यसै कारणले गर्दा यस्तो कामहरू नगरिदिएको भए हुन्थ्यो। यो हरेक वर्ष हरेक साल लगाइने गर्दछ। यहाँ यस्तो कामहरू नगरिदिएको भए हुने थियो। यो ढडेलो लगाउनु उचित छ या छैन, साथीहरू कृपया कमेन्ट गरिदिनु होला।